गाइस नमस्ते लासा ख्यापुला यो चाहिँ मेरो फर्स्ट भ्लग हो गाइस आज म दिनभरि के गर्नेछु म हजुरलाई यो भ्लग थ्रु देखाउने छु गाइस आज म जाने वाला छु स्विमिङ गाइस काकाबेलेस बीच पोर्चुगलको वान अफ द फेमस बीच हो त्यो सो म चाहिँ जाँदैछु मेरो बहिनीसँग आज चाहिँ हामी बीचमै खाना खाने प्लान छ लन्च गर्ने प्लान छ सो यति भन्दै म चाहिँ अब सुरु गर्दैछु गाइस है मेरो लन्च बनाउने कार्यक्रम किनभने मेरो यस्तो हुन्छ कि फोन चलाउन थाल्यो भने आधी घन्टामा हुने काम 1.5 घन्टामै हुँदैन कसम अनि फोन साइड लगाएर मजाले काम गऱ्यो भने चाहिँ किनभने अहिले हतार छ नि त हजुरहरूलाई म अहिले सबै रेडी भइसकेपछि एकछिनपछि फेरि जोइन हुन्छु म ओके गाइस एनिवे मैले आज लिएर आउँछु पाङ्ग्रा तर म आज पाङ्ग्रा बनाउनेवाला त छुइनँ किनभने अलरेडी हामीसँग धेरै खानेकुराहरू छ चिकन लेग लिएर आउँछु म चिकन लेग पिस यसलाई म केर्सी तरिकाले बनाउँछु आफ्नै पारामा गाइस यति भन्दा मेरो चाहिँ अब 2 शब्द यहीँ टुङ्गिन्छ अनि अब म चाहिँ बनाउनु पर्ने हुन्छ यो समातेर रह्यो भने मैले काम गर्दैन गाइस ओके छ सो मलाई एकछिनसम्म एकछिनमा भेटौँला हेलो गाइस फाइनली म चाहिँ रेडी भयो अनि मेरो यो हेर्न सक्नुहुन्छ क्युट ब्याग अनि यहाँ चाहिँ मैले सामानहरू प्याक गरेको छ अलरेडी सो तर म के देखाउनु के लगेको छु मैले भनेर चाहिँ म अहिले देखाउन सक्दिनँ गाइज म उता पुगेपछि म बिचमा पुगेपछि म हजुरलाई अपडेट गर्ने नै छु यो मेरो आजको आउटफिट चप्पल चप्पल म चाहिँ बारको आइपुगिसक्यो अनि बारको बाटो अब झरेर बहिनी चाहिँ आएर त्यो गाई सूत्रमा कुदिरहेको छ अब बहिनीसँग जोइन गरेर म र बहिनी जान्छु ट्रेन चढ्नुपर्छ त्यहाँबाट पनि सायद हामीले 4 बजीको ट्रेन भेट्छ होला 4 बजीको ट्रेनबाट 4:30 त हामी हाम्रो डेस्टिनी पुग्छ होला सायद चिसो छ चिसो हो के मलाई जस्तो चिसो गइरहेको हावा पनि चलिरहेको अन्त अब बाघको रोक्ने बेला भयो अब म यत्रो ठुलो लिस्बनको आधीभन्दा बढी सबै काम गर्ने मान्छेहरू बारीमै बस्छ सधैँ यति प्याज हुन्छ जानलाई स्विमिङ गर्ने भनेको कि आज स्विमिङ गर्ला जस्तो पारा चाहिँ देखेको छैन मैले किनभने साह्रो चिसो छ हो सी साइडमा त हावा चलिरहेको छ यसरी समुद्रभित्र चाहिँ पस्छ कि पस्दैन थाहा छैन तर हामी चाहिँ गएर पिकनिक चाहिँ खाइन्छ गाइस पिकनिक लिटरली 3:30 पाउने 4 भइसक्यो लन्च पनि खाएको छैन हामीले के नखाइकन आउनु भन्दै थियो कि घरमै खाएर गयो भने त्यहाँ खासै भोक नलागिकन त के खासै मिठो लाग्दैन नि त गाइस होइन त्यही भएर सकेसम्म भोकै जाऊँ अनि त्यहाँ गएर बेसरी खानुपर्छ भनेर चाहिँ भोकै बसेको भोक लागेको बेला त फेरि जे नै मिठो हुन्छ कि अनि भोक लागेन भने चाहिँ के गाइस जस्तै मिठो भयो कस्तो हावा पो चलिरहेको छ त गाइस मैले गलत गरेँ कि क्या हो गलत डिसिजन लिएँ कि क्या आज कस्तो अनकम्फर्टेबल भइरहेको छ कि यति धेरै ओपन लुगाहरू मतलब खासै लाउँदिनँ कि म आज चाहिँ अब सिमा जाँदा नि के फुल यस्तो गर्नु म भनेर लगाइदिएको गाइस जानु पो होला जस्तो छ यहाँ चाहिँ रोसिएको यो चाहिँ वान अफ द फेमस लिस्बनको फेमस एरिया टुरिस्ट एरिया हो यहाँ चाहिँ गेमहरू हुन्छ कि हिजो त्यहाँ ठुलो पर्दा राख्छ अनि टिभी हिजो राति त यति धेरै मान्छेहरू थियो यहाँ गेम हेरेको ब्राजिल र मोरोक्कोको साह्रो रमाइलो थियो यहाँ त फुटबलहरू त पुरा फेस्टिभलै जस्तो हुने कि हाम्रो यो दसैँ तिहार आएको जस्तो कि यहाँ त यहाँ मान्छेहरूले भ्लगिङ पनि कसरी गर्दो होला हो मेरो त एकछिन हातसम्म त हात दुख्यो यार मेरो चाहिँ फर्स्ट भ्लग हो कि गाइस
मैले कहाँ हेरिरहेको छु पनि थाहा छैन, मैले राइट ठाउँमा हेरिरहेको छु कि छैन पनि थाहा छैन गाइस। क्यामेराबाट कस्तो आइरहेको छ मेरो फेस पनि थाहा छैन, तर मैले गर्ने कोसिस चाहिँ गरिरहेको छु। यहाँ कस्तो आर्टिफिसियल चिजहरू चाहिँ कस्तो आर्ट गरेको छ कि मान्छे माटो बालुवाहरूबाट एनिमलहरू खाएको छ क्या कला हो अनि ग्यास चाहिँ हेर्नु कस्तो ढुङ्गा कलरको चाहिँ यहाँ चाहिँ ढुङ्गाको मूर्तिहरू बनाएर पानीमा त्यस्तोमा आएछ क्या ग्यास। म अब बहिनीले भेट्न जाँदैछु, एकछिन भेट्छु ल, म अब छिटो दौड्नुपर्ने हुन्छ। ग्यास म चाहिँ आइपुगेँ यहाँ बहिनी भएको ठाउँमा। बहिनी यतै छ भने यहाँ चाहिँ मार्केट आएछ कि आइसक्रिम आजभोलि यहाँ यस्तो मार्केट लागिरहेको छ हेर्नु सक्नुहुन्छ। बहिनी यतै कतै छ अरे, यतै छ भन्दै थियो, खोज्दै जानु पऱ्यो कहाँनिर रहेछ बहिनी। मार्केट खोज्छ है त बहिनी दिदी कहाँ लुगा हेरिरहेको छु दिदी म, कस्तो महँगो रहेछ भन्दै थियो कि कस्तो राम्रो राम्रो लुगाहरू छ कि समरको लागि नि कस्तो टपहरू कस्तो दामी दामी है कि मलाई किन मन परिरहेछ। बट नट नाउ फर्किरहेपछि किन्छु होला। बहिनी छ भन्थ्यो कहाँनिर छ ए यता रहेछ मेरो बहिनी कहाँ म त तिमीलाई त्यता खोजिरहेको त तिमी चाहिँ यहाँ खोइ आउँथ्यो अघि गर के मन पर्यो मन पर्यो हेर्ने हो हेर्नु अनि पछि आएर किनौँ कि अहिले चाहिँ हेरौँ मात्रै ल। डिस्काउन्ट पनि 3 युरो रे के धन्न त्यहाँ छ नि, यहाँ कहिले डिस्काउन्ट दिन्छ? यहाँ त बार्गेनिङ पनि गर्दैन, सरसर पैसा पे गर्ने हो। अनि कहाँ यो साँच्ची मैले नि अहिले भर्खर यो हेरेर गएको हो, कस्तो राम्रो म नै आएर किन्छु भनेर यस्तो यहाँ भिडियो देखाउँदै कस्तो कस्तो राम्रो नि। यो चाहिँ यसको सेट रहेछ नि, तर यसको चेन्ज गर्दा नि हुँदैन, तर एउटै सेट लगाइदिनु चेन्ज गर्दा नि राम्रै देखिन्छ। कस्तो कति यसको 32 अनि यसलाई चाहिँ 17 यसको 17 यसको 32 डिफ्रेन्ट डिफ्रेन्ट धेरै एक्सपेन्सिभ छ। सेटमा पनि डिफ्रेन्ट डिफ्रेन्ट टप र उसको सेट पनि छुट्टै छुट्टै हुन्छ, अब मिलाएर किन्नु त्यो राम्रो नि समरको लागि हेर्नु कस्तो राम्रो राम्रो। यता यता ह्यान्डमेड जस्तो छ नि, एउटै भन्दा पनि यस्तो सेट छुट्टै छुट्टै भएको चाहिँ राम्रो हुन्छ कि। यस्तो गरौँ अहिले जान, अहिले एकछिनमा हामी अब भोक पनि लाग्छ, लन्च खाएको छैन केही खाएको छैन, दुईजना भोकै छ। ब्रेकफास्ट पनि खायो नि, के खायो? ब्रेड कफी ए मैले नि ब्रेड कफी एभोकाडोहरू खाएर कस्तो सिस्टम टाइपको कपडाहरू छ कि प्राइस पनि ठिकै छ क्वालिटी अनुसार त होइन। प्राइस मलाई त क्वालिटी र मन पऱ्यो भने चाहिँ पैसा जति तिरे नि केही मतलब लाग्दैन कि, मन परेन भने चाहिँ हो कि राम्रो भयो भने। यहाँ कस्तो पार्टी हुन्छ नि राति राति राति, यहाँ कस्तो रमाइलो हुन्छ तिमी आएको कुरा नि, कति रमाइलो गर्छ नि, ग्रुप ग्रुप आउँछन् नि साथीहरू, हामी पनि आएर हुन्छ। आएर अहिले त्यो जुसहरू खाने, ड्रिङ्क्स भन्नाले अब एल्कोहलै खानु पर्दैन कि, जुस खाने नाच्ने कति रमाइलो हुन्छ, गेमहरू हेर्छ। आऊ न यहाँ कहिले चाहिँ निस्किने गर क्या बाहिर। गेम त छ, गेम त तर रोस्टिङमा हुन्छ, कस्तो रमाइलो हुन्छ। तिमीले हिजो आऊ भन्दा आएनौ, गेम मिस गऱ्यो पुरै क्या, साह्रो रमाइलो छ हौ। ए वेलकम टु माई भ्लग कान्छी, मैले भ्लग सुरु गरेको आज। यो मेरो युट्युब भ्लग हो, यो मेरो फर्स्ट भ्लग हो, मलाई थाहा छैन यो भ्लग कस्तो युट्युबमा आजदेखि मैले युट्युब जर्नी सुरु गरिरहेको छु, मतलब भ्लगिङमा सर्ट भिडियोहरू चाहिँ हालिरहेको हुन्थेँ, भ्लगै चाहिँ हालेको छैन। तर थाहा छैन क्यामेरा पनि मैले राइट ठाउँमा हेरेको छु कि छैन, कस्तो के थाहा छैन। गर्नु चाहिँ मैले 0.5बाटै गरेको छु, थाहा छैन भइरहेछ होला सायद। ए यहाँबाट ला म त उताबाट छिर्थेँ जहिले, यताबाट त म खासै छिरेको छैन क्या, मलाई थाहै लिन्न कताबाट। तर आज यस्तो हावा चलिरहेको छ, यस्तो हावा चलिरहेको चाहिँ
अनि कसरी मान्छेले भ्लगिङ गर्छ भन्छु मेरो त हात यस्तो दुखिसक्यो कान्छी एकछिन गरेको त्यस्तो भन्दा नि यस्तो सिधाबाट गर्नु कस्तो युट्युबको लागि चाहिँ यस्तै हुन्छ कि त्यो त फेरि क्यामेरा ठुलो आउँछ नि त टिकटतिर चाहिँ सिधा ला ट्रेन त गयो क्या गयो यार कान्छी 4 बजे त ठ्याक्कै गयो नि ऊ गयो त ट्रेन त छोडेर 4 ठ्याक्कै बज्यो हो अनि अब टाइम लाग्छ नि आधी घन्टा होला किनभने यहाँ त 1 सेकेन्ड मिस हुने बित्तिकै गयो कि ठ्याक्कै 4 बजे हामी त लुगा नहेरिकन आएको भए चाहिँ ठ्याक्कै हुन्थ्यो दुवैजनालाई एउटै कपडा मन परेछ मेरो यहाँ स्वाइप गर्ने ठाउँ पनि मेरो त कहाँ भित्र राखेको छ अनि सजिलो हुन्छ नि त कान्छी यहाँ सबै चिज अट्छ अनि सबै चिज अट्छ कति आनन्द के लिएर पुरै अहिले खोलेर देखाउँछु नि सामान चाहिँ अहिले त्यहाँ पुगेपछि थाहा हुन्छ के ल्याएछ त्यति भनेर ल्यान्ड मलाई खासै केही लिएर खाएन कि त्यही पनि बस्ने कुरा यताउति ल्याउँदाखेरि धेरै भइहाल्छ ट्रेन पनि आयो गाइस होइन हामी चाहिँ यहाँ छौँ हाम्रै हाम्रो ट्रेन आइसक्यो हामी चाहिँ ट्रेन कुदा कुद्दै साह्रै भोक लागिरहेको खाएँ अच्छा अब हामी ट्रेनभित्र जानुपर्ने हुन्छ गाई ट्रेनमा जान्छु अनि त्यसपछि फेरि भेट्छु है बोल्ने कता बटम हुन्छ त कान्छी मैले बटम हो यो बटममा थिच्नु पर्छ यो बटममा टक्क खोल्छ यो त बनाऊँ भनेको कि कतै चाहिँ स्टोरेज फुल देखाउँछौ के भएको यो आइफोनको प्रब्लम के यस्तै मेरो मात्रै हो कि तिम्रो फोन तिम्रो त कहिले फिल्म हुँदैन होला नि तिमी भिडियो गर्दैनौ अनि खासै गर्दैन गर न अनि फुटबल कस्तो भइरहेको छ म्याच हेरिरहेको छु आइ एक्साइटेड फेरि त्यसरी बिजी हुने टाइममा तिमी कस्तो फ्यानहरू साँच्ची भन त तिमी कस्तो फ्यानहरू पहिलेदेखि नै हो रोनाल्डो पहिलाको म्याचमा हाल्नु कस्तो नराम्रो लागेको थियो नि नराम्रो चाहिँ लागेको साँच्ची म मेस्सीको फ्यान हो है मेस्सीले जित्दा यति धेरै खुसी लाग्यो है कान्छी मेरो हिजो हिजो होइन हिजो म्याच भएकै छैन नि मेस्सीको लास्ट टाइम के त पोर्चुगलमा मेस्सी जितेको हो नि त पोर्चुगलले के अरे अर्जेन्टिनाले त्यो टाइममा त यति धेरै खुसी भयो कि मेरो विस थियो कि अर्जेन्टिनाले जित्यो भनेको कहिलेदेखि जितेकै थिएन नि त बिचरा उठेर रहेछ यहाँ सुत्दो छ दुईजना अनि त्यो टाइममा कहिले हामी आएको नि यहाँ 4 वर्ष भइसकेको छ कान्छी 5 वर्ष भइसक्यो हो तिमी 5 वर्ष लागिसक्यो नि पासवर्ड अप्लाई गर्नु पर्दैन यार हामी चाहिँ फाइनली आइपुग्यौँ कालका भिलेज बिचमा गाइज अनि यहाँ हेर्नु सक्नुहुनेछ कालका भिलेज बिच यहाँ छ मेरो केटी बहिनी हेलो दुजामा अब कति धेरै मान्छे छ तर स्विमिङ पनि गरिरहेको छ नि मान्छे त्यस्तो धेरै छाल आएको छैन नि आज त तर एकदमै धेरै बिजी छ यहाँ नाङ्गो छ भिडियो धेरै नबनाउँ होला हामी चाहिँ अहिले बिचमा आएर पनि सन्ना बिछ्याएर खाना लगाएको फर्स्ट काम भनेको हामीले खाना खाने हो गाइस किनभने हामीले खाना खाएको छैन कति टाइम भइसक्यो बिहान ब्रेकफास्ट खाएदेखि अहिले 5 बजी खाना खाँदैन हामीले चाहिँ के ल्याएको छ भन्दाखेरि यहाँ छ फ्रुट्स यहाँ हेर्नु सक्नुहुन्छ तर हामी अघि नै बाटोमा आउँदै खाइसक्यो अनि छ यहाँ मोमोको अचार है यहाँ छ मोही यो चाहिँ यही राख्नु चिसो हुन्छ एकछिनमा यहाँ मैले आइस यो पुरा यहाँ आइस बनाएर राखेको थिएँ कि मोहीलाई चिसो पार्छ नि त त्यो सलाद छ यहाँ छ चिकन यहाँ देख्नुहुन्छ यी चिकनहरू अनि अन्डाहरू लिएर आएको छु मैले गाइस आज हाम्रो पार्टी हुनेवाला छ यो चाहिँ मैले के लिएर आएको यो सलाद लिएर आएको छ खोल्दा नि यो चाहिँ सलाद छ यो भयो मैले लिएर आएको है यो चाहिँ यो ब्यागमा चाहिँ मैले लिएर आएको अनि बहिनी र मैले मिलेर लिएर आएको है खासमा मैले मोमोको अचार लिएर मोमो चाहिँ बहिनी लिएर आएको छ यहाँ वेट गॉड थ्याङ्क यू यो चाहिँ मेरो फेभरेट सुसी मलाई कस्तो थुकायो सुसी भनेको
छोरीको लागि यो छ बहिनीले के लिएर आएको छ भने सुकुटी राखेको सुकुटी यसले यहाँ राखौँ महिलेलाई यो सागले यहाँ राखौँ मैले साग यहाँ छ मोमो गाइस दुईजनाले के मात्र खाने हो आज थाहा छैन यहाँ चाहिँ मोमो छ नुडल्स यहाँ देख्नुहुन्छ नुडल्स छ यहाँ छ वाइ तिमीले कुकुम्बरहरू लिएर आएछ वाइ चटपटी बनाउनु ए यो चटपटीको लागि नि यो यो समात्न आयो त मोरी जाम सुसी बिचमा आएर सुसी त्यो बहिनी यहाँ खाँदैछ के खाएको तिमीले मोमो ए अन्डा सुसी गाई लास्टै भोग्ला खागे खानु हेर्नु है मोमो खाइरहेको मोमोको अचार पूर्व म पश्चिम भएछ खाएर मोमो नि मिठो समात्नै हेर्ने कि मलाई मिठो यहाँ चाहिँ सुकुटी गाई सुकुटी जो बहिनीले लिएर आएको राँगाको सुटी है नेपालबाट के मात्र खानु गएछ के मात्र खानु आन्टी के मात्र खानु लाग्थ्यो यस्तो इन्जोय गरिरहेको माछाहरू मैजी यता हुन्छ मोमो पनि साह्रो मिठो छ हौ अब यो अन्डा खाइरहेको छु म कत्रो ठुलो बाइक यो नि छिटो पिरो धेरै पनि छैन नि तर मिठो छ नि मैले त के गरी खायो बेचेतै गरेँ त यो चपिस्टिकको त सो बाई बाई खाना त पोर्क पनि मिठो हुन्छ कि चिलो धेरै हुन्छ मोमोको अचार नै त्यो खानु हामीलाई भोक पनि साह्रो लागेको थियो नि त नि तर पनि बनिहाल्यो बनिहाल्नु सबै खाने बेला मिक्स गर्दै खाने कि एउटै चिज खाने होइन धेरै बाँकी छ हाम्रो साग अनि यहाँ सुकुटी छ साग छ अब म कसरी खान्छु भने तपाईँलाई सिकाउँछ है म कसरी खानु यसरी सुकुटी यहाँ हाल्ने नुडल्स पनि यहाँ हाल्ने अनि थोरै मोमोको अचार कान्छी यो खाऊ त नखाने किन धेरै नुन लाग्यो अब यसलाई यसरी खाने है यसलाई मैले ऱ्याप गरेँ है
हजुर कस्तो चिसो नि हेर्ने कस्तो यहाँ पर्यो अरे उड्यो हौ उड्यो पर्यो होइन पर्यो होइन के उड्यो यहाँतिर यतातिर तर यो पानी सुकेको हो नि गाइस हामी चाहिँ 5 वर्षपछि बनाएको 5 घन्टापछि कौन है ये लोग कहाँ से आते हैं कस्तो स्वर पनि सुकेछ क्या अहिले त 5 घन्टा हामीले चाहिँ सी साइडमा बिचमा बसेर आयौँ यति धेरै राति भइसक्यो गाइस राति पनि राति भइसक्यो अनि हामी बिजनको हालत चाहिँ अहिले यस्तो छ झाम्रङ झुम्रिङ निन्द्रा लगाइसक्यो निन्द्रा आइसक्यो म हेर्नु यहाँ कति अन्त रातिले देख्दैन कस्तो भयो मेरो ल गाइस एकैछिनमा भेटौँ ल हामी चाहिँ यहाँ हो हिँड्दैछौँ 10 बजिसक्यो राति आज सन्डे हो घर पुग्दा घर कति धेरै ढिला हुन्छ होला चप्पल पनि छैन गरिब मान्छेको खाली खुट्टा हिँडिरहेको छौँ लाइट पनि खासै छैन अनि कि म चाहिँ भर्खरै आइपुगेको घरमा आएर नुहाएँ र फ्रेस भएर बसिरहेको गाइस अनि हामी चाहिँ बिचमा आज यति धेरै इन्जोय गऱ्यौँ कि गाइस खायौँ पियौँ नाच्यौँ अनि स्विमिङ गऱ्यौँ के गऱ्यौँ तर 4-5 घन्टा बितायौँ एउटै ठाउँमा बिचमा अनि जस एकदमै धेरै रमाइलो भयो बहिनीसँग नभेटेको चाहिँ धेरै भएको थियो गाइस भेट्छु भनेको नि 6 महिना भएछ 4-5 कति 6 महिना हुन लागिसक्यो होला लोसारदेखि भेटेकै छैन यस्तै हुन्छ कि भेट्नु धेरै टाढाको पनि छैन डिस्टेन्स टाढा पनि छैन तैपनि काम अब के नमिलेर सधैँ यस्तै हुन्छ अनि एनिवे गाइस बल्ल भेट्यौँ तर एकदमै धेरै इन्जोय गऱ्यौँ हामीले दुईजनाले अनि कुनै सम्बन्ध कुनै रिलेसनसिपहरू चाहिँ लङ टर्मसम्म सोचे पनि त्यो कहीँ न कहीँ आएर त्यो छुटिजान्छ कि अनि कोही चाहिँ एक्सपेक्टै नगरेको मान्छेहरू हुन्छ नि बिस्तारै मिल्दै आउँछ कि बहिनी चाहिँ मेरो त्यस्तो मान्छेहरू मैले एक्सपेक्टै गरेको थिइनँ कि हाम्रो फ्रेन्डसिप यहाँसम्म आउँछ भनेर कि लाइक अहिले त भइसक्यो हामी 7-8 वर्ष चिनजान भएको त 7-8 वर्ष भइसक्यो अनि सुरुमा हामी ग्रुपमा साथीहरूको ग्रुपमा हुन्थ्यौँ तर त्यसै पर्सनल कहिले बोल्दैन कि आइहाल्यो मात्रै हो तर भेट्दाखेरि त्यस्तो कहिले के हुँदैन अनि पछिदेखि यस्तो कुरा सबै कुराहरू मिल्दै आयौँ भने कनेक्ट अटोमेटिकली त्यो बाटोहरू खुल्दै गयो कि कनेक्ट हुने पनि अनि कनेक्ट भयौँ हामी त्यसपछि चाहिँ हामी सँगै एक अर्काको वेल विसर भएर बस्यौँ गाइस अनि लाइक डेली बोल्नै पर्दैन कि विकली पनि बोल्दैनौँ कि हामी मन्थली बोल्छौँ होला बोल्नु चाहिँ भेट्नु त तपाईँले यस्तै सिजनली भन्दा हुन्छ सिजनको 1-2 चोटि तर पनि टाढा भएर पनि एकदमै धेरै ट्रुली वेल विसर हो कि ऊ चाहिँ मेरो ऊ अनि उसको म के सो हामी सधैँ एकअर्कालाई राम्रो चाहने मान्छेहरू हुन् सधैँ बोल्ने मान्छेहरू बरु सबै मान्छे वेल विसर हुन्छ भन्ने हुँदैन कि गाइस सो कोही चाहिँ टाढै बसेर पनि वेल विसर हुन्छ सो गाइस हामी चाहिँ त्यस्तो फ्रेन्डसिप हौँ अनि बहिनी फ्रेन्डसिप भए पनि मेरो साथी भन्दा पनि बहिनी भन्दा नि साथी के दुइटै साथी बहिनी एउटै हो अनि यति धेरै रमाइलो भयो गाइस होइन अनि चिसो पनि एकदमै धेरै चिसो थियो क्या चिसो सीको पानी एकदमै चिसो थियो माथि अनि हावा पनि चलिरहेको थियो आज अनि त्यो यति धेरै छालहरू आएको थियो कि अनि यो घाँटी हेर्नु मेरो बोली छालहरू आउँदाखेरि त्यो छाल त्यो समुद्रभित्र स्विमिङ गर्दाखेरि त्यो कराउँदा कि त्यो रमाइलोले के कराउँदा यो दुईजनाको कराएको अब मेरो चाहिँ यो घाँटी यस्तो भयो चिसो पनि छिट्टै लागिहाल्छ कि मलाई घाँटी मेरो भोइस अर्कै आइरहेछ त्यही पनि मैले भिडियो बनाइरहेको छु जसोतसो गाइस चाहिँ मेरो फर्स्ट भ्लग हो युट्युब च्यानलमा अनि मैले यति धेरै लङ भिडियो भ्लगहरू कहिले बनाएको थिएन यो मेरो फर्स्ट टाइम हो अनि त्यही भएर मलाई के बोल्ने पनि भइरहेछ होला सायद मिलाएर सुन्दिनँ होला अलि नर्भस हुँदो रहेछ यो फर्स्ट टाइम भयो के बोल्ने कहाँबाट बोल्ने हुँदो रहेछ कि गाइस नन स्टप बोलिरहनुलाई अलि ऊ हुँदो रहेछ सो एनिवे म ट्राई गर्ने नै छु गाइस सो
राम्रो नराम्रो कस्तो लाग्यो हजुरहरूलाई अहिलेसम्म हेर्दै हुनुहुन्छ भने प्लिज डु कमेन्ट बिलो है अनि मलाई सल्लाह सुझाव दिनु होला अनि जति पनि हेर्दै हुनुहुन्छ लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला यति भन्दै अहिले चाहिँ म सुत्नुपर्ने हुन्छ गाइज यति धेरै लेट भइसक्यो अनि भोलि बिहान फेरि उठेर काममा जानुपर्छ त्यही हो परदेशको जिन्दगी काम गर्नै पर्छ त्यही भएर अब चाहिँ म सुत्नुपर्ने हुन्छ गाइज सो हजुरहरू पनि सुत्ने टाइम भएको भए सुत्नु होला फेरि कतै सो या टेक केयर हजुरहरू राम्रोसँग बस्नु आफ्नो ख्याल गर्नु अनि स्वस्थ रहनु व्यस्त रहनु अनि मस्त रहनु गाइज अनि त्यसपछि हामी फेरि भेट्ने बाचाको साथ अहिलेलाई भने म बिदा हुन चाहन्छु हस्त नमस्ते हेभ अ गुड नाइट बाई सी यू सुन